बजार के रे मंगोलिया फ्री मारे पर्छ अनि सब हिँडिरहेको छ फ्री भनेको समुद्रै हो शीतललाई बुझाउन लागि राम्रो बनाएको बुझै गाइदैन अब हेर्छु पेपर हो कि रहेछ भन्ने कुरा अचम्म पऱ्यो त यार फ्रेंड्स वेलकम बैक टू माई न्यू भिडियो के सबजनाको सो म चाहिँ नयाँ दिन नयाँ ब्लग लिएर उसी भइसकेको छ प्लिज लाइक कमेन्ट शेयर सब्सक्राइब माई च्यानल हामी चाहिँ आज मंगोलिया जान लागेको होइन स्टोरमा सबमा अनि ट्रेन पाउँदैन भनेर हामी चाहिँ अलि चाँडो आउनु पर्थ्यो यार केटाहरू खोइ 7 बजीदेखि नै सुतेर बसिरहेको थियो अब त्यही भएर ढिलो भयो दौडेर हिँड्दै छैन भन्दै भनेर हैन दाइ हामी दुईजना चाहिँ पछि पऱ्यो क्या भन्दा अनि त्यहाँ पारि ट्रेनको बाटो छ होइन यताबाट जाने भने होइन जङ्गलबाट यताबाट हो क्या उता अनि हामी चाहिँ यता जङ्गलबाट छिर्ने अब त उहाँ छ उपारि यही जङ्गलको बाटोमा ट्रेन आउँछ अरे होइन सो हामी चाहिँ दौड्दै आएको छ नदौडिन बिस्तारै ओइ ओइ के भयो फेरि यो चाहिँ ट्रेनको बाटो गाइज यहाँबाट चाहिँ हामी ट्रेन चढ्ने अहिले उता गएर थाहा लगाएर चाहिँ धेरै दौडी गएर दाइको चाहिँ हेर्नु भर्खरै त्यहाँ खुट्टा मर्क्यो यार यता लडेर गाह्रो चाहिँ केटाहरू दौडाएर क्या हान्नुपर्छ सबलाई थुती जङ्गलतिर छ यार हामी 5-7 केही छैन यहाँ जङ्गलतिर बस आयो है हामी चाहिँ अब बसमा चढेर जानु लाग्यो गाइज कहाँ जान्ला रे केटाहरू कहाँ जान्ला रे हामी बजार के रे मंगोलिया जाँदै हो चढौँ सबजना हामी चाहिँ यता ओलिमको होइन फ्रीको बस चढिरहेको छ है गाइज कस्तो फिल भइरहेको छ फ्रीको बस चढेर फ्री मारे पर्छ होइन हामी चाहिँ सब हिँडिरहेको छौँ हामी चाहिँ अब बसबाट ओर्लेर अब केटाहरूको यता डलर सार्नु लाग्यो होइन डलर सार्नु जानु लाग्छु कोसँग बोल्दै हो दाइ म भिडियो बनाउँदै होला हौ भिडियो बनाउँदै धेरै म अब मनी एभ्रिथिङ इज मनी ओके हामी चाहिँ अब डलर साटेर होइन यता चाइनिज मार्केटतिर जानु लाग्छु होइन दाइ अब हेरौँ 4 केटाहरू चप्पल किनेर चाइनिज मार्केट कान जस चिसो भइरहेको छ त्यही हो मौसम ठन्डी अब त्यही हो अब चाइनिज मार्केट जाऊँ केटाहरू के किनिरहेछ हेरौँ अहिले मार्केटबाट फर्केर अब मोबाइल सपतिर जानु लाग्छ होइन यता मोबाइल किन्नको लागि केटाहरू एउटा मोबाइल किन्न लाग्यो सो त्यही भएर मोबाइल किन्न जानु लाग्छु हेरौँ कति भन्दा रहेछ मोबाइल After 2000 hours later होइन हामी चाहिँ अहिले मार्केटबाट फर्केर यसो कभर त चेन्ज गरेर टोपी चाहिँ चेन्ज गरेर अनि समुद्रतिर घुम्न आएको छ गाइज होइन हेर्नु नि यहाँ पछाडिको बिल्डिङहरू पनि कस्तो ठुल्ठुलो देखिरहेको छ होइन अनि यता चाहिँ समुद्र हेर्न सक्नुहुन्छ ब्ल्याक सी भनेको समुद्रै हो सो आज भने अहिले हाम्रो होटल पनि यही माथि यही होटल हो हाम्रो होइन यो 2टा होटल हाम्रो हो हामी काम गर्ने होटल हो होइन अनि हामी चाहिँ आएको चाहिँ एकछिन यसो हेरौँ खोलावारीतिर अनि उहाँ जान प्लान जस्तो अब रामायणमा होइन शीतललाई बुझाउन लागि रामले बनाएको पुल चाहिँ यही गाइज होइन हेर्नु पुरै खोलाको बिचमा अनि त्यो चाहिँ अहिले भत्किएर यस्तो भएर छ नि उहाँ जोड्ने छ ठाउँ अहिले चाहिँ भत्केर अनि त्यही भत्किएर छ क्या त्यही भएर यस्तो भएछ कुन्नी होइन म चाहिँ अहिले यहाँ गएको पुलमा हिँड्दा छु गाइज होइन मैले देखेको होइन यो पानी आउने ठाउँमा होइन राम लेख्यो भने पानीको छालले पनि हान्दैन भन्ने सुनेको थियो आज बल्ल मौका पाएको छैन आज ट्राई हान्नु पऱ्यो गाइज
यो कुरा हो कि होइन रहेछ भनेर यहाँ पानीले छाल हेर्न छैन राम भनेर लेखिरहनु पऱ्यो है लेख्नु पऱ्यो होइन हेर्नु न छाल जस्तो बला रहेछ राम भनेर लेख्नु पऱ्यो होइन त्यो पानीले मेटाउँछ कि मेटाउँदैन रहेछ भन्ने कुरो चाहिँ मेरो दिमागमा आइरहेको छ कि त्यही भएर हेरौँ है त गाइज के हुँदो रहेछ सो प्लिज लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब माई च्यानलले हेर्नुभन्दा अगाडि है त गाइज अब चाहिँ म ट्राई गर्छु है यहाँ हेरौँ है हेरौँ अब त्यो कुरा साँचो हुने कि होइन रहेछ यो मलाई सब फेक लागिरहेको छ कि होइन गाइज अब हेरौँ है त हेर्नु यहाँ छाल यहाँसम्म हान्ने छैन यहाँ यहाँसम्म मस्त छाल आइरहेछ होइन अब हेरौँ है त यो कुरा साँचो हो कि होइन रहेछ ल खोइ अब हेर्छु यो कुरा हो कि होइन रहेछ भन्ने कुरा ओइ के हो गाइज यो कुरा त साँच्चै के हो म त अचम्म पऱ्यो त यार ओ होइन यार गयो 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 होइन यो कुरा होइन यो एकदम बिल्कुलै गलत हो मैले मानेर यार खै त नि मेट्यो त नि एकछिन त म त टुवा परिदिएको भनेको गाइज होइन हो कि के हो भनेर यार ओ माई गड एकचोटि म फेरि ट्राई गर्दैछु है गाइज यहाँ हेर्ने कहाँसम्म आउँछ यहाँसम्म आउँछ है यहाँसम्म आउँछ है यहाँसम्म आउँछ अब फेरि हेर्नु एकचोटि ट्राई गर्छु म एकचोटि फेरि अब पानी आउँदैछ छाल हान्दैछ गाइज होइन तलै गयो त्यो तलै गयो अब आउँछ अब माथि आउँछ अब आयो ल यहाँसम्म आयो अब ल अब हेर्छु ल गाइज भयो यो होइन बिल्कुलै गलत हो यो म मान्दिनँ है यो कुरोलाई चाहिँ म पटक्कै मान्दिनँ सो गाइज यहाँ चाहिँ समुद्रको छाल पनि बबाल हार्न आएको छ र टिकटकको त्यो कुरा पनि फट्टा भइसकेको छ कि राम लेख्दाखेरि पानी आउँदैन भनेर त्यो कसरी भयो भन्ने कुरो चाहिँ मलाई थाहा पायो यो अब जब यो धेरै छाल आउँछ नि होइन दुईचोटि पछि त्यो छाल कम हुने रहेछ क्या तल होइन अनि त्यहाँबाट चाहिँ अब लेख्दाखेरि एउटा छालको यो माथि आउँछ नि यो अब यो माथि आउने बेलामा अब यहाँ चाहिँ अब लेख्यो भने चाहिँ त्यो माथि आउँदैन किनभने त्यो छाल फेरि अब 2-3 छाल पछि मात्रै माथि आउने हेर्नु त अलिअलि कम भयो नि त हो त्यस कारणले चाहिँ मैले त्यो लेखेको मैले थाहा पाइसकेँ भने त्यो लेख्दाखेरि माथि मेट्दैन भन्ने कुरो चाहिँ मैले ठक्कै पुष्टि गरिसकेँ कसरी हुन्छ भनेर यसो फटायो होइन तर जे होस् बवाल छ हेर्नु सक्नुहुन्छ होइन पनि बवाल हान्न छ ओ माई गड हेर्नु सक्नुहुन्छ है